यहाँ अब मेरो यो लहरे आँप पनि फलेको छ। यो लहरे आँप भनेको तराईमा सायद अब मैले यो नेपालगञ्जमा देखेको त छैन मेरो यो खेतीबाहेक। यो लहरे आँप भन्ने कस्तो हो भने अब यो एउटा शक्तिवर्धक फल पनि हो। यो खास गरी भन्ने हो भने यसमा भिटामिन एदेखि भिटामिन डीसम्मको चिजहरू पाइन्छ। अब यो लगाएको 2 देखि 3 वर्षभित्र फल्छ। अनि एउटा बुढा चाहिँ नि 3 वर्षसम्म फल दिन्छ। त्यसपछि अलिक बुढो हुन्छ, अब त्यति खासै फल दिँदैन। अनि फेरि नयाँ अर्को बिरुवा लगाउनुपर्छ। तपाईँ अब अलिकति विकसित सहरतिर कुरा गर्ने हो भने काठमाडौँतिर जानुभयो भने यहीँ भाटबटेनीमा पनि जानुभयो भने यो 1 किलोलाई 500 रुपियाँ पर्छ। पर्छ। अब यो खास गरी यो प्रत्येक दिन यसको एउटा दाना सेवन गर्यो भने हामीले एदेखि डीसम्मको भिटामिनहरू प्राप्त गर्न सक्छौँ। त्यसैले अब यो स्वास्थ्यको लागि त अति राम्रो छ हैन। भिटामिन ए आवश्यकतै हो, बी आवश्यकतै हो, सी आवश्यकतै हो, डी पनि आवश्यकतै हो। अनि त्यसले गर्दाखेरि अब म साथीहरूलाई एउटा सुझाव के दिन्छु भने मसँग बिरुवा छ, बिरुवाहरू लिनुहोस्। तपाईँहरूले पनि तल जमिनमा लगाउनुहोस्, त्यो लहरा आउँछ। अनि माथि छतमा जाली लगाएर लगाइदिनु भयो भने तपाईँहरू पनि खान पाउनुहुन्छ। स्वाद यसको हल्का अमिलोपना अनि थोरै गुलियोपना पनि हुन्छ। केटाकेटीहरू असाध्यै रुचाउँछन् यो। फेरि यो जस्तै फ्रुट्समा खाने भयो कि भेजिटेबल केमा पर्छ? फ्रुट्समा, फलफुलमा खाने चिज हो यो। फलफुलमा खाने चिज हो यो। यसको एउटा अर्को पनि छ। तपाईँ अब यो बजारको टमाटर किन्नुभयो भने त्यो खट्टोपना हुँदैन कि त एकदमै त्यो लोकल टमाटर हुनु पर्यो सानोवाला। ठुलोवाला टमाटर किन्नुभयो भने त त्यसमा अलिकति खट्टो हुँदैन। अनि यसलाई चटनीको रूपमा पनि खान सकिन्छ क्या, काट्ने अनि त्यो टमाटरसँगै थोरै एउटा दानाको त्यो ट्याक्कै त्यो टमाटरसँग मिसाएर खानुभयो भने अनि यति आनन्द आउँछ चटनी खानलाई पनि। तपाईँले लगाएको चाहिँ कति भयो? मैले लगाएको यो भयो करिब 3 वर्ष भयो होला। 3 वर्ष भयो। फल दिनै लागेको 3 वर्ष भयो मेरो। भनेपछि यो 5-6 वर्ष भइसक्यो। कति जति फल्दो रहेछ? कतिवटा बोट हो यो? एउटै बुढा हो यो। एउटै बुढा हो यो। ठाउँ पायो भने त अझ यो पुरै छतभरि राख्थ्यो होला। ठाउँ अब जाली मैले त्यति व्यवस्थित गर्न सकिनँ, तै पनि अब जति सकेको छु त्यति छ। कहिले फल्ने कस्तो? फल्ने यो वर्षमा 2 पटक फल्छ। एउटा अब यो साउनमा फुलेर भदौ असोजमा अब अहिले यो दाना लागेको छ। अब यो खाना भइसक्यो। फेरि पनि फुल्दैछ। अब फुलेको चाहिँ नि अब त्यति सायद दाना नलाग्ला। एउटा चैत वैशाखमा फल्छ। 1 वर्षमा 2 सिजनमा 2 पटक फल्छ। फलाइ चाहिँ कस्तो छ? धेरै कति जति फल्छ? फलाइ अब अरू ठाउँको यो 1600 देखि 2200 मिटरसम्मको उचाइमा भयो भने यो निकै फल्छ। एउटा बुटाबाट करिब 1.5 क्विन्टलसम्म फल्छ भन्ने यो एउटा आँकडा छ। तर अब यो तराईमा एउटा कुरा के हुँदो रहेछ भने गर्मी असाध्य भएर फल चाहिँ अलिक कम हुँदो रहेछ। मेरोमा करिब 15 देखि 20 किलो फल्छ होला यहाँ गर्मीमा। नमस्कार, म खम्ब प्रसाद पुन। मेरो घर नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 4। यो कौशी खेती गर्नुभन्दा पनि पहिला छोटो आफ्नो अलिकति थोरै पृष्ठभूमि भन्छु। मैले एउटा संस्था थियो, एउटा जाजरकोट पर्माकल्चर प्रोग्राम भन्ने, नेपालीमा त्यसलाई गृहस्थाश्रम भनेर हामीले त्यहाँ लगभग मैले 10 वर्ष काम गरेँ। र मलाई यो बिरुवाप्रतिको प्रेरणा वास्तवमा त्यहीँबाटै जागे हो। अनि हामी कस्तो पनि एउटा अभ्यास गर्दै आयौँ भने अर्ग्यानिक खानुपर्छ। आफूले सकेसम्म आफ्नो थोरै जग्गा, आफ्नो घर वरपर जति जग्गाहरू बचेको हुन्छ, यदि जग्गै बचेको छैन भने पनि आफ्नो छत त खेरै गइराखेका छ नि त। बजारमा जति पनि घरहरू छन् सबै खेर गएका छन् के। खेर भन्नाले अब त्यो बिना उपयोगमा छन्। त्यहाँ कम्तीमा पनि अब यो प्लास्टिकको डिब्बाहरू, माटाका भाँडाहरू, अब यो के अरे पानीको जारहरू यस्तै जम्मा गरेर अनि मैले कौशी खेती
सुरुवात गरेँ। लगभग मैले कौशी खेती सुरुवात गरेको त 62-63बाटै होला। अहिले मलाई यो कौशी खेतीबाटै तरकारीहरू, फलफुल भनौँ, अब यो लहरे आँपहरू छ, करिब 7देखि 8 महिना मैले तरकारी किन्दैन। हेर्दा अब सामान्य देखिन्छ, तर अब बारी नै हो। अब कोट्याउँदै जाँदा, टिप्दै जाँदा अनि एक साग त मजाले आनन्दले पुग्छ कि। अनि मलाई खुसी एउटा यति आनन्द आउँछ कि केही छैन भने पनि यसो फर्सीको मुन्टा अनि यो के अरे अलिअलि यो सागहरू टाकन टोकन टिप्दै गयो भने पनि एक साग त आरामले पुग्छ हरेक दिन। अनि खुसी लाग्छ। मेरो अब यो बजारको मानिसहरूलाई एउटा सुझाव के हो भने, हामी सबैका छतहरू छन्, थोरै जग्गा होला। अब यसरी नै हामी खेर गएका भाँडाहरू, प्लास्टिकका डिब्बाहरू, माटाका भाँडाहरू, बाल्टी फुटेका हुन्छन्, तिनी फाल्नुभन्दा पनि आफ्नो छतमा कौशी खेती गर्न सक्यौँ भने, म जस्तै अब 6देखि 8 महिना मैले तरकारी किन्नु पर्दैन। त्यस्तै सबैले गर्न सक्यो भने त हामी तरकारीमा मात्रै त लाखौँ करोडौँको पैसा जान्छ होला नि त इन्डियातिर त। त्यो त कम्तीमा पनि बच्छ। एकातिर त्यो बच्छ, अर्कोतिर स्वास्थ्यकै कुरा गर्ने हो भने पनि सबै यो विषादी अनि हाइब्रिड बिउहरू प्रयोग गरे हुन्छ। त्यो विषादी पैसा हालेर विषादी किनेर आफूले आफ्नो स्वास्थ्य बिगार्नुभन्दा त कम्तीमा पनि हामीले आफ्नै कौशीमा लगाएका अर्ग्यानिक चिजहरू खान पायौँ भने त स्वास्थ्य त आफ्नै राम्रो होला, आफ्नै परिवारको राम्रो होला। यति कुराहरू हामी सबैले सिक्न सक्यौँ भने, गर्न सक्यौँ भने राम्रै होला जस्तो लाग्छ। छतको होला 1200-1300 स्क्वायर फिट होला। अनि यहाँ चाहिँ के लाउनु भयो? यहाँ लगाएको छु मैले अहिलेलाई त। अब यो खास त यो बर्खा सिजन हो। अब यति बेला खासै यो तरकारीहरू त्यति नहुने सिजन हो तराईमा। पहाडमा भए त हुन्थ्यो होला। अब अहिले मसँग लहरे आँप छ, फर्सी छ, लौका छ, अनि यो गन्जी भन्छ नि, के अरे सकरखण्ड, त्यसको पनि मुन्टा तरकारी साग खानलाई मजा आउँदो रहेछ। मैले काठमाडौँमा देखेँ हो। अनि त्यही सिकेर त्यो पनि छ। अनि यो अरू के लहरेहरू, यो के पत्ता भन्छन् ऊ त्यतातिर छ, त्यो पनि छ। लौकीहरू छ। अहिले त यति नै होला। अब सिजन आयो, अब यो दसैँ तिहार पछि अब भाजीहरू, गोबीहरू, ब्रोकाउलीहरू, लसुन, धनियाँ त्यो अब लगाउने सिजन त आयो। अहिले त अब यति नै भनौँ न। कागती पनि छ। हुँदो रहेछ? होइन, कोसिस गरेको छु। अब त्यो भाँडो चाहिँ नि अलि सानो होला जस्तो लागेको छ। त्यही भएर एउटा ड्रम ल्याएको छु कि, त्यो प्लास्टिकको ठुलो गहिरो, त्यसलाई त अलिक गहिरोसम्म जानुपर्छ नि त। कोसिस हो, फलाएको देखेको छु मैले। तपाईँ अहिले बजारमा जानुभयो भने अब गोबी किन्नुभयो भने केही नभने 150 रुपियाँ किलो छ। आलु पनि तपाईँको अब जुम्लाको आलुलाई त 60 रुपियाँ 70 रुपियाँ गर्दो रहेछन्। त्यो अब यहाँको बजारको आलु अलिक कमै होला, अब इन्डियाबाट आउने आलु। अनि धेरै हो। महिनामा केही नभने पनि तपाईँको एक छाकमा 50 रुपियाँको तरकारी पाक्यो भने पनि एक महिनामा 1500 त तरकारीमा बचत हुन्छ। भनेपछि 8 महिनाको लगभग 10-12 हजार त तरकारीबाटै बचत भयो नि त हाम्रो त आर्थिक रूपमा। अब स्वास्थ्यको दृष्टिकोणले त कुरै नगर्नुहोस्। हामी अब यो हाइब्रिड पनि होइन, सकेसम्म मैले अब लोकलै बिउहरू लगाउँछु। लसुन पनि लोकलै लगाउँछु, काउलीहरू पनि लोकलै लगाउँछु। त्यो हो। अब स्वास्थ्यको लागि त निकै राम्रो छ नि त स्वास्थ्य। हामी यो के खर्च पर्च पनि लाग्दो रहेछ यो कौशी खेतीमा कि कसरी गर्नुभयो तपाईँको अनुभव चाहिँ? खर्चको हिसाब गर्ने भने एउटा उखान छ नि, जहाँ इच्छा त्यहाँ उपाय भन्ने क्या। अब मैले यसमा खासै लगानी धेरै लगाएको छैन। मोटामोटी बढीमा 1000 जतिको यहाँ त्यो अब यो के भन्छ नि भाँडाहरू तरकारी लगाउने भाँडाहरूमा त्यति खर्च भयो होला, नत्र खासै छैन त्यस्तो। बाँकी त यो सब रिसाइकलवाला। रिसाइकलवाला त्यो छ। यो फ्रिज ल्याएको डिब्बा हो यो।
अब कता फालेको थियो मैले अब यो बाहिरबाट टिपेर ल्याएँ अनि यसमा अब यो कागती लगाएको छु उतातिर यो छ्यापी भन्छन् दँदु भन्छन् यो पनि लगाएको छु अब यसमा पछि गएर अब धनियाँ लगाउँला अब काउलीहरू लगाउँला अर्को कुरा के हो भने अब यो तपाईँको यो बजारमा जहाँ पाए त्यहीँ फाल्यो भने एउटा वातावरण प्रदूषण त निकै गर्ने नै हो अब मैले यहाँ ल्याएर उपयोग गरेको छु यो एउटा राम्रै पक्ष हो अनि अर्को कुरा अब तपाईँको यतातिर हेर्नुहोस् अब यो पानीको जार यो कम्तीमा पनि अब 10-12 वर्षलाई त यो त ढुक्कै हुन्छ अब यो फुटेका जारहरू हुन् अब यसलाई पनि प्रयोगमा ल्याएको छु अर्को कुरा तपाईँको यता हेर्नुहोस् अब यो बाल्टी हो अब यो बाल्टी अब मान्छेले फाल्छ बाहिर फाल्यो भने वातावरण प्रदूषण हुन्छ मैले यसैमा माटो भरेर अब फुल लगाएको छु अनि अर्को तपाईँलाई अझै एउटा कुरा भनौँ यो ज्ञान चक्की आटाको प्लास्टिक हो के यो पनि मैले बाहिर फालेका कतै बाटोमा भेटेँ भने पनि ल्याएर अनि यसलाई राख्छु अनि यसमा पनि फुलहरू अब तरकारीहरू लगाउन पनि मिल्यो यो करिब 2 वर्षसम्म टिकेको अनुभव छ यो भनेपछि अब यो पैसाको हिसाबले त अब पैसा त बचत भयो नै दोस्रो कुरा अब यो बजारमा जहाँ पाए त्यहीँ फालेर अनि वातावरण प्रदूषण गर्ने फोहोर हुने बढी हैन त्यो गर्नुभन्दा पनि मैले अब यहाँ ल्याएर अब यो यसरी सबै चिजहरू अब यहाँ तरकारी कौसीमा अब प्रयोग गरेको छु भनौँ न अब यो कोको बोतलमा यो यसो गरी अब सबै लगाएको छु अब यो पैसाको हिसाबले हेर्ने हो भने नर्सरीमा 350 एउटा बिरुवा दिन्छ अब भनेपछि यहाँ मेरो कम्तीमा पनि 12-14 वटा बिरुवा होला 14 त्यहाँ 14 त्यहाँ कति हुन्छ 42 हैन कोकका बोतल पनि प्रयोग भएको छ कोकका बोतल हेर्नुहोस् स्प्राइट कोकका बोतल पनि सबै ज्ञान चक्की आटाको हो यो सबै यतापट्टि यो सबै लाइनभरि यतापट्टि यो फालेको भए त प्रदूषण प्लास्टिक त फालेको भए त सोझै यो वातावरण प्रदूषण नै हुने हो यो अब मैले यहाँ ल्याएर उपयोग पनि भएको छ कौशी खेतीमा अब उत्पादन पनि छ एकातिर अब पैसाको हिसाब हेर्नुहुन्छ भने त अब पैसा त अब यसमा पैसै लागेको छैन सबै यो टिपेर ल्यायो हो यो बाहिरबाट बजारमा फालेका चिजहरू अब त्यसैलाई सदुपयोग गरेर अब यहाँ कौशी खेती गरेको छु यो हाम्रो पहाडतिर ददु भन्छन् दुधु पनि भन्छन् कसैले यो चिमोट्यो भने दुध पनि आउँछ अनि यतातिर अब छ्यापी पनि भन्छन् यो खास यो तरकारी झानेर खाने अनि तलको गाना चाहिने अचार खाने अनि प्याज जस्तै हुन्छ प्याज गोलो हुन्छ तर यो अलिकति सानो लाम्चो आकारको हुन्छ यो खास गरी यो पहाडमा हुने चिज हो यो यहाँ अब मैले अब यो 2-4 वर्षदेखि यो घरबाट जाजरकोटबाटै ल्याएर यसको बिउ यो माथिको पत्ता चाहिँ नि सुकाएर राख्छु दाल झानेर खाने हुन्छ अनि तलको गाना चाहिँ नि अब अचार बनाएर चटनी बनाएर खान्छौँ हामी अनि यसको नाम चाहिँ थाहा छैन है मलाई यो गाउँघरतिर सबैले अब यो यसको पातको साग खाने गरेको देखेर पनि मैले यो बिरुवा ल्याएर लगाउन त लगाएको छु यो चाहिँ यो सकरखण्ड हो यो यसको मुन्टा मजाले अब यसको साग खान मिल्छ यो यतातिर प्राय साग खाएको देख्दैन तर यो चाहिँ मैले यो करिब असारदेखि मङ्सिरसम्म हामी यसको साग खान्छौँ यो ट्राई गरिरहेको छु भनेर ल अब यो मैले यो वर्षदेखि यो एउटा कागतीको बिरुवा ल्याएर अब रोपेको छु यो मेरो पहिलो प्रयास पनि हो अब हेर्दा फल्ला अब फल बिरुवा त राम्रै छ अब फल्छ जस्तो लाग्छ मलाई यो अब यो मेरो पहिलो प्रयास पनि हो यो यदि यो फल्यो भने मैले अब यो कागतीलाई पनि अलिकति कागती खेती पनि अलिकति बढाउँदै जाने विचारमा छु भिन्डी चाहिँ कति फल्यो यसले मस्त ए भिन्डी त अब भिन्डी हेर्नु न अब यो यहीँबाटै फल्या होला यो फलेका यिनी यो सबै फलेकै हुन् अब यो सबै जोड्दाखेरि त एउटा भिन्डीले 1 किलो त दियो होला अब मेरो त सानो परिवार छ अब एउटा यस्तै 2-4 वटा बुटाबाटै डेली प्रत्येक दिन 2-4 वटा टिप्यो भने आलुसँग मिसाएर खायो भने त अनि छाक पुग्यो हाम्रो परिवारलाई त